पोखराको लेक साइडमा पुगेर यति मिठो चटपटेर पानीपुरी खाएनौँ भने त लेक साइड घुमेको मजा नै आउँदैन। त्यसैले हामी सबै साथीहरू लेक साइड घुमिसकेपछि एकजना दिदीलाई चटपटे बनाइदिन भन्यौँ, त्यो पनि एकदमै अमिलो र पिरोवाला। हामी चाहिँ गएका थियौँ बुटोलदेखि पोखरा घुम्नको लागि र उहाँले चाहिँ एकदमै मिठो चटपटे बनाउँदै हुनुहुन्छ। उहाँले चाहिँ अमिलोको रूपमा चुक हाल्नुभएको छ, त्यो चाहिँ हामी सबैलाई एकदमै मन परेको थियो र उहाँले सबै स्पाइसेस हालिसकेपछि हाम्रो चटपटे हुन्छ रेडी। र यो चटपटे देख्दा जति नै एट्र्याक्टिभ छ, खाँदा त्यति नै मिठो छ र हामी सबैजना साथीहरू भएर यो चटपटे खानातर्फ लाग्छौँ। र एकछिनपछि हामीले यो सकेपछि अझै दिदीलाई एक दुईचोटि हामीले फेरि बनाउन पनि भनेका थियौँ। एकदम नै मिठो भएको थियो चटपटे, र चटपटेले मात्रै कहाँ पुग्थ्यो र हामीलाई, त्यसैले फेरि हामीले पानीपुरी बनाउन भन्यौँ दिदीलाई। उहाँको भिडियो क्याप्चर गर्दा अलिकति लजाउनु भएको थियो। ल अब यत्तिकैमा पानीपुरी पनि रेडी भइसक्यो र हामी सबै साथीहरू गफ गर्दै लेक साइडको भ्यूमा रमाउँदै यो अमिलो पिरो पानीपुरी खायौँ। र आजलाई यति नै। थ्याङ्क यू सो मच एभ्रिवान फर वाचिङ टिल द एन्ड। डोन्ट